जय शम्भो। आजको भिडियोमा हामी केन्द्र त्रिकोण राजयोगको बारेमा कुरा गर्न गइरहेका छौँ। केन्द्र त्रिकोण राजयोग भन्ने बित्तिकै तपाईहरूले सबभन्दा सुरुमा केन्द्र अनि त्यसपछि त्रिकोणको बारेमा बुझ्नुपर्ने हुन्छ। तपाईहरूले यो जन्मकुण्डलीमा देख्न सक्नुहुन्छ, जन्मकुण्डलीको यो पहिलो घर, चौथो घर, सातौं घर र 10औं घरलाई चाहिँ केन्द्र भनिन्छ। अब यो चाहिँ मेष लग्नको कुण्डली छ। यहाँनिर राशि पनि पहिलो, चौथो, सातौं र 10औं नम्बरको राशि बसेको छ। तर जुनसुकै लग्नको कुण्डलीमा यहाँ जतिसुकै नम्बर लेखेको भए पनि यहाँनिर 1 को 7 हो, यहाँ 7 लेखेको हुन्थ्यो भने यो पहिलो घरै हो जन्मकुण्डलीको। त्यो भएर हामीले यो 4वटा घरलाई चाहिँ केन्द्र भन्छौँ, किनभने यो कुण्डलीको केन्द्र भागमा छ। त्यसै गरी त्रिकोण भन्नाले हामीले जन्मकुण्डलीको पहिलो घर, 5औं घर र 9औं घरलाई बुझ्छौँ। जस्तै तपाईले यो कुण्डलीमा हेर्नु भने यो पहिलो घर, यो 5औं घर र यो 9औं घर, यो तीनटा घरलाई चाहिँ हामीले त्रिकोण भन्ने बुझ्छौँ। यो बीचको 4वटा केन्द्रको घर, यो पहिलो, 5औं र 9औं जहाँ त्रिभुज बन्छ यो जोड्दा, यसलाई चाहिँ हामीले त्रिकोण भन्छौँ। जन्मकुण्डलीमा केन्द्रलाई चाहिँ भगवान विष्णुको स्थान भनेर पनि बुझ्ने गरिन्छ भने त्रिकोणलाई चाहिँ माता लक्ष्मीको स्थान भनेर बुझ्ने गरिन्छ। अब यो केन्द्र त्रिकोण राजयोग हुनको लागि चाहिँ केन्द्रमा बसेको राशिको स्वामी ग्रह र त्रिकोणमा बसेको राशिको स्वामी ग्रहको योग भयो भने त्यसलाई हामी केन्द्र त्रिकोण राजयोग भन्छौँ। तपाईले यो कुण्डलीमा हेर्न सक्नुहुन्छ, केन्द्रमा 1 नम्बरको राशि छ, यसको स्वामी मङ्गल भयो। अर्को 4 नम्बरको राशि छ, यसको स्वामी चन्द्रमा भयो। अर्को 7 नम्बरको राशि छ, यसको स्वामी शुक्र भयो। त्यसै गरी यहाँनिर 10 नम्बरको राशि केन्द्रमा परेको छ, यसको स्वामी शनि भयो। त्यसै गरी त्रिकोणमा यो 1 नम्बर पनि पर्छ, यो मङ्गल भएको केन्द्र र त्रिकोण दुईटैमा पर्यो। यहाँनिर 5 नम्बरमा सिंह राशि छ, यसको स्वामी सूर्य हो। भनेपछि तपाईले त्रिकोणको एउटा मङ्गल सूर्य। अनि यहाँनिर 9 नम्बरको राशि छ, 9 नम्बरको राशि धनु हो, यसको स्वामी बृहस्पति अथवा गुरु भन्न सकिन्छ। हामीले केन्द्रको स्वामी भनेको मङ्गल, चन्द्रमा, शुक्र र शनि। त्यसै गरी त्रिकोणको स्वामी भनेको मङ्गल, शुक्र, बृहस्पति। यो ग्रहहरूमा जस्तै शुक्र र बृहस्पति अथवा शनि र सूर्य, यसको कुनै ठाउँमा योग बन्यो भने त्यसलाई हामीले केन्द्र त्रिकोण राजयोग भन्छौँ। अब केन्द्र त्रिकोण राजयोग बन्छ चाहिँ कसरी त भन्दाखेरि केन्द्र र त्रिकोणको स्वामी ग्रह एउटै घरमा बस्यो भने केन्द्र त्रिकोण राजयोग हुनसक्छ। मानु जन्मकुण्डलीमा चाहिँ यो 4 नम्बर लेखेको घरमा शनि पनि यहीँ बस्यो अनि त्यसपछि सूर्य पनि यहाँ बस्यो भने यो केन्द्र त्रिकोण राजयोग भयो। किनभने एउटा केन्द्रको स्वामी भनेको यहाँ 10 नम्बरको राशि छ, यसको स्वामी शनि हो। शनि र यो त्रिकोणको यसको स्वामी र यसको स्वामी चाहिँ एकै ठाउँमा बसेको छ। यो शनि र सूर्य चाहिँ यहाँ बस्यो भने मात्र हुन्छ भने पनि छैन। यो चाहिँ यहाँ नबसेर यो घरमा 10 नम्बरको घरमा बस्दा अथवा 11 नम्बरको घरमा बस्दा अथवा 2 नम्बरको घरमा बस्दा अथवा 9 नम्बरको घरमा बस्दा अथवा 5 नम्बरको घरमा बस्दा जुनसुकै ठाउँमा पनि एउटा केन्द्रको स्वामी र अर्को त्रिकोणको स्वामी चाहिँ एकै ठाउँमा बस्छ भने केन्द्र त्रिकोण राजयोग हुन्छ। अथवा तपाईले इक्जाम्पलको लागि भन्न सक्नुहुन्छ, यो भागमा चाहिँ यहाँनिर शुक्र अनि त्यसपछि मङ्गल बसेको छ भने पनि यो केन्द्र त्रिकोण राजयोग भयो। किनभने अब यहाँ मङ्गल त स्वगृही पनि भयो, शुक्र यो त्रिकोणको र दुईटैको स्वामी भयो मङ्गल, त्रिकोण र केन्द्र। अब शुक्र चाहिँ यो 7 नम्बरको राशि तुला, तुलाको स्वामी शुक्र भयो। यो घरमा यो दुईटा बस्यो भने पनि हुन्छ। तपाईहरूले यसरी राजयोग बन्यो कि बनेन भनेर पत्ता लगाउनको लागि चाहिँ योभन्दा अगाडिको जुन हाम्रो ज्योतिष ज्ञानको भिडियो सिरिजहरू छ तपाईहरूले सुरुदेखि सबै हेर्नुपर्ने हुन्छ। खास गरी 30वटा भिडियो सिरिजमा चाहिँ हामीले एउटा बेसिकदेखि तपाईँले एडभान्स लेभलसम्मको ज्योतिष ज्ञानको भिडियोहरू हामीले प्रस्तुत गरेका छौँ। तपाईहरूले त्यो सबै भिडियो हेऱ्यो भने मात्र यसरी राजयोगहरू चिन्न, पत्ता लगाउन र थाहा पाउन सक्नुहुनेछ। केन्द्र त्रिकोण राजयोग भन्दा हामीले पहिलो स्थितिको कुरा गऱ्यौँ, केन्द्रको स्वामी र त्रिकोणको स्वामी एउटै घरमा बसेमा केन्द्र त्रिकोण राजयोग हुन्छ। अब केन्द्रको स्वामी र त्रिकोणको स्वामी एक आपसमा सिधा दृष्टि भएमा पनि केन्द्र त्रिकोण राजयोग हुनसक्छ। केन्द्र त्रिकोण राजयोग बन्नको लागि केन्द्र र त्रिकोणको स्वामी कुण्डलीको कुनै पनि घरमा एकै ठाउँमा बस्यो भने अथवा एक आपसमा दृष्टि दियो भने हामीले दुईटा कुरा गऱ्यौँ। त्यसै गरी केन्द्र त्रिकोण राजयोग चाहिँ केन्द्रको स्वामी र त्रिकोणको स्वामीले एक आपसमा घर परिवर्तन गरेर बसेमा पनि केन्द्र त्रिकोण राजयोग हुने गर्दछ। उदाहरणको लागि हामीले यही कुण्डलीमा इक्जाम्पल हेर्न सक्छौँ। मानौ यहाँनिर चाहिँ यो शनिको घरमा चाहिँ सूर्य बस्यो अनि
सूर्यको घरमा चाहिँ शनि बस्यो, अब यहाँनिर घर परिवर्तन गरेको छ, यस्तो स्थितिमा पनि केन्द्र त्रिकोण राजयोग हुनसक्छ। अथवा यहाँनिर मङ्गलको घरमा चाहिँ शुक्र बस्यो होइन, अनि यो शुक्रको घरमा मङ्गल बस्यो भने पनि यहाँनिर केन्द्र त्रिकोण राजयोग भयो। यहाँ त दृष्टिवाला पनि भयो, सिधै यस्तो स्थान परिवर्तन गरेर बसेको कारणले पनि केन्द्र त्रिकोण राजयोग हुनसक्छ। केन्द्र त्रिकोण राजयोग भन्ने केही यस्तो बुदाहरू छन् जुन चाहिँ विवादित छन्, निर्विवाद छैनन्। कुनै कुनै आचार्यहरूले त्यसलाई मान्नुहुन्छ, कुनै कुनै आचार्यहरूले त्यसलाई मान्नुहुन्न। इक्जाम्पलको लागि केन्द्रको स्वामी ग्रह चाहिँ त्रिकोणमा उच्चमा भएर बसेमा मात्र पनि केन्द्र त्रिकोण राजयोग हुन्छ भनेर मानिएको छ कतिपय किताबहरूमा, र कतिपय आचार्यहरूले मान्नुहुन्छ। त्यसै गरी त्रिकोणको स्वामी ग्रह चाहिँ केन्द्रमा गएर उच्चमा गएर बस्दा पनि केन्द्र त्रिकोण राजयोग हुन्छ भनेर मानिन्छ। अर्को भनेको केन्द्रको स्वामी ग्रह त्रिकोणमा गएर बसेमा मात्र पनि केन्द्र त्रिकोण राजयोग हुन्छ भनेर मानिएको छ। अब यो मैले भनेको पछिल्लो 3टा कन्डिसन चाहिँ विवादित हो। कतिपय आचार्यहरूले मान्नुहुन्छ, कतिपय आचार्यहरूले यसलाई मान्नुहुन्न। तर निर्विवादित केन्द्र त्रिकोण राजयोग हुने 3टा स्थिति भनेको केन्द्रको स्वामी ग्रह र त्रिकोणको स्वामी ग्रह एकै ठाउँमा बसेमा, केन्द्रको स्वामी ग्रह र त्रिकोणको स्वामी ग्रहले एक आपसमा दृष्टि दिएमा, र अर्को केन्द्रको स्वामी ग्रह र त्रिकोणको स्वामी ग्रह चाहिँ एक आपसमा भाव परिवर्तन गरेर बसेमा केन्द्र त्रिकोण राजयोग हुन्छ। यसरी राजयोग बनेपछि त्यो राजयोगको फल चाहिँ के प्राप्ति हुन्छ त भन्दाखेरि, राजयोग बन्दाखेरि राजाको जस्तै मान सम्मान, सेवा सुविधा, आराम, ऐश्वर्य, धन सम्पत्ति, सन्तान र ज्ञान प्राप्त हुन्छ भन्ने चाहिँ मानिएको छ। अब अहिलेको जमानामा राजा जस्तै भन्नुभन्दा पनि कुनै पनि होइन प्रख्यात मान्छे अथवा कुनै पनि ठुलो मान्छे जस्तै मान्छेलाई विद्या प्राप्त हुन्छ, बुद्धि प्राप्त हुन्छ, व्यापार व्यवसायमा सफल हुन सकिन्छ, शिक्षा प्राप्त गर्न सकिन्छ, प्रेम सम्बन्धहरू सफल हुन्छन्, परिवारसँग राम्रो रिलेसन हुन्छ होइन, आफ्नो जब अथवा व्यापार व्यवसायमा प्रगति हुन्छ। यो चाहिँ हामीले राजयोगको फलहरू मान्न सक्छौँ। तपाईहरूलाई यो भिडियो उपयोगी लाग्यो भने भिडियोमा लाइक गरिदिनु होला। मेरो लागि केही सल्लाह सुझाव छ अथवा तपाईँ ज्योतिषको बारेमा थप केही कुराहरू सिक्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गरेर पनि जानकारी गराउन सक्नुहुनेछ। आजको भिडियो पुरै हेरिदिनु भएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद। आगामी दिनमा फेरि पनि यस्तै भिडियो लिएर आउने नै छु। तबसम्मको लागि तपाईँहरू स्वस्थ, मस्त र व्यस्त रहनुहोला। भगवान पशुपतिनाथको आशीर्वाद तपाईँहरू सबैमा बनिरहोस्। जाने बेला सबैजनाले कमेन्टमा बम बम भोले भनेर जानुहोला। भगवान भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ। जय शम्भो, बम बम भोले, हर हर महादेव, जय महाकाल, जय पशुपतिनाथ।